होइन भोजपुर मात्रै छैन नि त सर किसानीहरू भोजपुर मात्रै छन् नेपालभरि नै छन् भोजपुर मात्र हैन नेपाल अल नेपाल तपाईलाई नि जहाँ गए पनि मान्छे सुन्नु न मलाई बाँच्न गाह्रो भयो र पालो पालो बोल्नुस् हजुर मलाई बाँच्न गाह्रो भयो मैले त्यसलाई मार्नुपर्छ मलाई बाँच्न असहज भयो मैले फलानुलाई मार्नुपर्छ भन्ने भनाइ राम्रो हो त आफू बाँच्नको लागि अर्कालाई मार्न मिल्छ त हाम्रो मानवताले त्यो दिन्छ त हामीमा भएको मानवता हामी मानव भएर मानवता देखाउन पर्ने ठाउँमा मलाई बाँच्न गाह्रो भयो मैले खान पाइनँ मेरो बाली खाइदियो र त्यसलाई मार्नुपर्छ कस्तो नैतिकता हो यो त हुनै सक्दैन नि त्यसलाई कसरी व्यवस्थापन गर्ने सरकारसँग कुरा गरेर असम्भव भन्ने चिज छैन असम्भव छैन त्यसलाई व्यवस्थापन गर्न सकिन्छ व्यवस्थापनतिर जाने हो मार्नेतिर जाने होइन कतिवटा मारेर साध्य होइन भोलि मान्छेलाई सल्युसन त अब सरकारले गर्ने हो नि त त्यो अब सरकारले के गर्नुहुन्छ अब सल्युसन त त्यही त हो नि अब बाँदरले खानको लागि चोरेको होला नि त गाउँ बस्ती छिरेको होला नि त ऊ मान्छेलाई किसानलाई बन्दुक दिने आवाज उठिरहेछ क्या सरकारको तर्फबाट त्यो हरेक प्राणीको अधिकार छ बाँच्नको लागि बन्दुक दिएर त्यो के भन्छ नि त्यसलाई ट्र्यापमा पारेर मार्ने भन्ने हुँदैन त्यसको व्यवस्थापन गर्नुपर्छ फलफुल जङ्गल हामीले ओगटिसक्यौँ जङ्गल सबै फडानी गरेर मानव बस्ती भइसकेपछि जनावर कहाँ जान्छ त जङ्गलमै गाउँ बनाइसकेपछि गाउँमा नआए कहाँ जान्छ त खानको लागि चोर्न आएका हो तिनीहरूको लागि चाहिँ बोट बिरुवा रुख फलफुल के रोप्न सकिन्छ सम्भव छ हिजो हाम्रो हर्क सम्पाङ दाइले भन्नुभयो नि त म बाँदर मान्ने पक्षमा छैन बाँदरको लागि फलफुल मैले कति लाख बिरुवा रोपेँ भनेर भन्नुभएको छ त्यस्तै छ त सबैमा भोजपुरमा मात्रै छ त बाँदर त नेपालभरि छ होला नि त होइन जनताले तपाईँले कमेन्टको कुरा गर्नुभयो कि मलाई ठ्याक्कै याद आयो यति राम्री मान्छेको बुद्धि के भएको भनिरहेछन् क्या जनताले कमेन्टमा बुद्धि बलात्कार गर्छु भनेर छ म एउटा जनावरको विषयमा बोल्दै गर्दा राम्रो कानुन बनाउनु पर्छ जनावर मात्रै होइन जनावरले मान्छेलाई हानि गरेको छ मान्छेले जनावरलाई हानि गरेको छ भने त्यसको लागि चाहिँ कडा कानुन बनाउनु पर्छ भन्दै माग गर्दै गर्दाखेरि म माथि बलात्कार गर्छु भन्छन् जनताहरू हो एउटा महिलामाथि बलात्कार गर्छु तँलाई यो गर्छु कमेन्टहरू पढ्नुहोस् न तपाईँहरू आफै हेर्नुहोस् न कमेन्टहरू शब्दहरू बोलेर कमेन्ट गरेका छन् तिनीहरूले त्यो भनेपछि तिनीहरू भनेको अपराधीहरू हुन् जुनले मलाई मेरो विषयमा नराम्रो कमेन्टहरू टिका टिप्पणी गरेछन् तिनीहरू अपराधी मानसिकताका हुन् तिनीहरूले भोलि बलात्कार गर्छु मात्रै होइन गर्छन् भने क्या तिनीहरू तिनीहरूको विषयलाई लिएर चाहिँ म चिन्ता लिएर बस्दिनँ भनेको कानुनी एक्सनमा जानुहुन्न तपाईँ त्यो विषयलाई कतिवटा भन्नु न त्यहाँ लाखौँ कमेन्टहरू हजारौँ कमेन्टहरू छ कतिजनाले चाहिँ मैले कानुनी विषयमा कानुनीमा लिएर कारबाहीमा लिएर जाउँ त तिनीहरूलाई भन्नुहोस् त त्यस्ता नेगेटिभ र नकारात्मक चिजहरूलाई वास्ता गर्ने होइन राम्रो कुरा के हो हामी त के कसैलाई मार्नुपर्छ भनेर आएको होइन नि त यहाँ त कसैलाई कसैको जीवन बचाउनुपर्छ त्यो जीवन बचाउनको लागि हामी सबैजना मिलेर हामी नेपालमा भएका सम्पूर्ण व्यक्तिहरू मिलेर सरकार सहित हामी सरकारले मात्रै गर्न सक्दैन सरकारलाई हामीले सहयोग गर्नुपर्छ हामीलाई सरकारले सहयोग गर्नुपर्छ त्यही त तपाईँहरूले सहयोग गर्नुपर्छ आइडिया भनिदिनु पर्यो क्या कसरी चाहिँ बन्ध्याकरण गर्ने भन्ने कुरो के बन्ध्याकरण कसरी गर्ने अब त्यो बन्ध्याकरण गर्ने सम्बन्धित ठाउँमा गएर सोध्नुपर्छ होइन अरू कुरा के हो भने बाँदर किन गाउँ छिर्यो भन्ने कुरा चाहिँ सोच्न पर्यो कि बाली किन खायो भोकाएर खायो होला उनीहरूको लागि के रोप्ने कसरी व्यवस्थापन गर्ने बन्ध्याकरणले हुन्छ कि उनीहरूको लागि खाना रोपेर हुन्छ कि उनीहरूको लागि केही न केही गरेर होइन नमारौँ भन्ने हाम्रो अभियान त गलत होइन होला नि ज्यान नलिगौँ भन्ने हाम्रो अभियान त गलत होइन होला नि पत्रकार साथीभाइहरू भनिदिनुहोस् न हाम्रो माग गलत होइन नि त मलाई जनावरले दुःख दियो मैले म बाँच्नको लागि जनावर मार्नुपर्छ भन्ने त्यो कहाँको न्याय हो भन्छु के म कहाँको न्याय हो त्यो तपाईँहरूको भावना ठिकै हो कि तर किसानले आफ्नो खेती चाहिँ रोप्नु कि चाहिँ बाँदरलाई चाहिँ खेती रोप्दिनु भन्ने कुरो आयो क्या अब त्यो त किसानको समस्या हाम्रो समस्या एउटै हो हेर्नु म पनि किसानको छोरी हो त मेरो पनि समस्या छ तर त्यो समस्या सरकारसँग पहल गर्ने सरकारले कति क्षतिपूर्ति दिन तपाईँ माइतीघर काठमाडौँको किसान पर्नुभयो क्या गाउँको किसानहरूको पीडा अर्कै छ अरे के किसिमले जब गर्न काम गर्ने एउटा कुनै व्यवसायले गर्दा काठमाडौँ छिरेका हुन्छौँ नि हामी काठमाडौँकै बासी होइन नि त सम्पूर्ण यहाँ सबै काठमाडौँको बासी हुनुहुन्छ त हुनुहुन्न नि हामी त बाहिरबाट आएको म पनि कृषकको छोरी हो हाम्रो यहाँ साथीभाइहरू धेरैजना कृषककै छोरीहरू हुनुहुन्छ होइन कस्तो खालको सजाय हुनुपर्छ के हो तपाईँको अब जे छ कानुनभन्दा माथि हुँदैन कानुनमा जे लेखिएको छ त्योभन्दा बढी कारबाही हुँदैन कानुनमा जनावरलाई मार्दाखेरि कस्तो खालको कानुन हुन्छ कानुन छ त्यही अनुसारको कारबाही हुन्छ यहाँ पछाडिबाट के कुरो आयो भने अब अफ्रिकाबाट बाँदर खाने मान्छे ल्याउनुपर्छ भन्ने कुरो आयो क्या दुर्बेलाले खानुहुन्छ अरे त दुर्बेलालाई दिनुहोस् न खानालाई उहाँले बाँदरको मासु खानु पाउनुपर्छ भनेर संसदमा बोल्नु भएको छ उहाँलाई दिनुहोस् न अफ्रिकाबाट अफ्रिकन ल्याउनै पर्दैन उहाँले खानुहुन्छ भट्टाभट बाँदरको मासु उहाँले माग गरिरहनु भएको छ त उहाँले खसी बोका कुखुरा राँगा भैँसी सबैको खाएर पनि नपुगेर उहाँलाई बाँदरको मासु खानुपर्ने छ भने चाहिँ उहाँलाई खाना दिनुहोस् न पुरा बाजे हो अध्यक्षले म बाँदर मार्ने पक्षमा छैन भन्नुभयो हो त अध्यक्षले हो सबै
सबैमा मानवता नैतिकता हुँदैन नि त सांसद भयो भन्दैमा नैतिकता र मानवता बोकेर कहाँ हुँदैन के त्यो ठाउँमा त्यो त जनताले भोट दिएर अब कुन सुविधा दिन्छ हाम्रो यो नेताले हाम्रो गाउँको लागि कुन विकास गरिदिन्छ भन्ने एउटा कुनै न कुनै स्वार्थले मान्छेले भोट दिएर पठाएको हुन्छ के तर तपाईँहरूको माग त जायज होला ल ठिकै मान्यौ होइन तर तपाईँहरूले समाधान भन्नु पर्यो के हो समाधान त त्यही त माग गर्न आएको छौँ समाधानको लागि हामीलाई बोलाउनु पर्यो नि त हिजो जस्तो हर्कसम्म आउनु भयो आइडिया दिनु पर्यो क्या सरकारलाई सम्बन्धित ठाउँमा यहाँ माथि घर मण्डलमा चिच्याएर आइडिया दिएर हुँदैन नि त समयमा बसौँ व्यवस्था कसरी गर्ने व्यवस्थापन कसरी होइन समाधान तपाईँहरूले नभन्ने समाधान भन्नु पर्यो नि समाधान सम्बन्धित ठाउँमा बसेर हामी सबै तपाईँहरू कराइमा त रहने हामी सबैको दायित्व हो यो समाधान भन्नु परेन तपाईँहरू माग लिएपछि समाधान भन्नु परेन समाधान भन्नु बाँदरको मात्रै समस्या छैन नि त त्यसो भए आउनु नि त मिडिया टुले सबै आऊ बसौँ यसको सल्युसन निकालौँ नि त हामी समाधान त खोजौँ न त समाधान हामी सबैको मेरो मात्रै दायित्व होइन तपाईँले दायित्व हो योजना यो धरती साझा हो समाधान खोजौँ कसैलाई नमारौँ हिंसा नगरौँ तपाईँहरू त सदनको जतिकै उग्र भन्नुभयो क्या अब सदनमा नि विचार मिल्दैन यहाँ पनि विचार नमिलेको कारणले उग्र होइन नि त यहाँ त ट्रोल बनाइयो त्यो कारणले उग्र भएको हो हामी उग्र यहाँ कसैको सरकारलाई विरोध गर्न किसानहरूलाई विरोध गर्न किसानको बाली खानै पर्छ बाँदरले किसानलाई दुःख दिनै पर्छ बाँदरले भन्ने त्यो नियतले हामी आएको होइन तपाईँहरू डबल ट्याप ट्यापै गर्दैन यार डबल ट्याप ट्याप रोकियो त यार सबले डबल ट्याप ट्याप हाल्नु एकचोटि एक लट